पोखरीलाई के इङ्ग्लिसमा भन्छ? Keep quiet. So hello guys, welcome back to another vlog. भन्नु न Another vlog. त्यही तपाईहरु सिकाउनु पर्छ यार। हामी कहाँ आएका आज? आज बटुली पार्क। बाटुली पोखरी। वाह, सानो काम थियो हैन दाइ हाम्रो? हामी तीनैजनाको सानो काम थियो एउटा आज। तीनैजनाले हैन तीनैजनाले त्यो 3 घण्टाको सानो काम हामीले सकायौं हैन। अन्त काम सकिसकेपछि हामी आज आएको सुनिसक्नु होला पछाडि एउटाले बाटुली पार्क भनिरहेछ, तर यो खासमा बाटुली पोखरी हो। के हो रे दाइ? सो यहाँ बाटुली पोखरीमा आएको, त्यहाँनिर नजिकै होला, हाइवे छेउमै होला भनेर छिरेको त आइरहेको बाइक चलाएको छ आएकै छैन होइन। तर अन्तिममा फाइनली आइयो यहाँनिर, अनि त्यहाँ बाइक पार्क गरियो, अनि यसो टिकट काटियो। के टिकट काटेको रे दाइ? यहीँ छ टिकट, यहाँ छ टिकट, तर सस्तै हो। यहाँ छेउमा अर्को 20,000 चाल्छ, त्यसको त्यहाँ त सायद बाइककै 50 रुपियाँ लिन्छ, मान्छेमा सायद 50 रुपियाँ लिन्छ। कति लिन्छ त्यहाँ? 25। तर त्यहाँ 25 मान्छे 25, बाइक 25 अनि मान्छे 25 अरे। तर 25 काम फिनिस। त्यहाँ भन्दा सजिलो भनेर के अरे सस्तो चाहिँ यहाँ छ। यहाँ 10 तर बस। तर त्यहाँनिर के हो भन्दाखेरिको त्यहाँ बाइक भित्रसम्म लान पाइन्छ, यहाँ बाइक त्यही राख्दिनँ। अब हिँड्ने हुन त त्यहाँ पनि हिँड्नै पर्छ, त्यही पनि घाम छ, गालो भइन्छ। भ्लग नबनाम भनेर सोचेको, तर यसो युट्युब फेरि डाउन भइदिन्छ कि। पहिला अस्ति योभन्दा अगाडि हालेको, त्यो लास्ट टाइम हालेको बेला भ्लगमा 50 भ्यू मात्र छ, त्योभन्दा अगाडि हालेकोमा 100 कटायो। फेरि टाइम थोरै भएको हुनाले कटाइ गर्छ। यो कुन पोखरी रे? बटुली पोखरी हो गाइस, बटुली। खासमा बाटुली हो, हाम्रो दाइले बटुली भनिदिएको हो यो। यहाँ किनभने पुतलीहरू धेरै छन्। यहाँ पुतलीहरू धेरै छ अरे। के छ अरे दाइ? पुतलीहरू धेरै छ अरे गाइस, पुतलीहरू धेरै छ हैन, पुतलीहरू छ हैन, परिहरू छ अरे हैन। सो अब यसो पोखरीको हल्का नजर देखाइदिन्छु म त्यहाँनिर। कति बोल्नु, बोरिङ टक भइसक्यो यहाँनिर हैन। अब म पोखरी देखाउँछु एकछिनमा है गाइस। यही हो के अरे बाटुली पोखरी। दिस इज हाउ इट्स लुक्स। यस्तो छ नजारा, वाउ। दिस इज द भ्यू बाटुली पोखरी। छेउछेउमा फोहोर, बिचमा यस्तो छ, साइडमा परी छ र पानीको भित्र पापाको मगरमन्छ। के भनेको कुरा यदि बुझ्नु भएको छ भने कमेन्ट गर्नु होला है। चितवनमा रेयरली देख्न मिल्ने कुरा यहाँनिर एउटा चिज छ, म तपाईँहरू देखाउँछु। थाहा के हो? चितवनमा रेयरली देख्न मिल्छ त्यो कुराहरू। कुनै ठाउँमा पुरानो ठाउँमा मात्र देख्न मिल्छ। के होला दाइको ठाउँमा भन्नु त्यो चिज, त्यो कुरा छ यहाँ एउटा। चितवनमा रेयरली छ, पहिला त टन्नै थियो होला, तर अहिले रेयरली छ। के छ त्यो कुरा? है त बाटोमा पर्छ त्यहाँ थियो, के होला ल? अलुवा मगरमछ। त्यहाँनिर कल छ, कल पानी निस्किने कल। उतातिर कतै पनि छैन कि, मैले यहीँ देखेँ एउटा। अझ उता जाउँ न। आमा गाइस, आगो लागेको अवस्था दाइ। त्यहाँ धुवा निस्के देख्नु भएको, तर त्यो लागेकै हो। एउटा त्यहाँ लाख, अर्को त्यहाँ लाख। डेफोरेस्टेसन भइरहेको गाइस, यहाँ आगो लागेर हो क्या हो। जाउँ त्यहाँ जाउँ। कतिजनाले कमिलाको घर, तपाईँहरूले कमिलाको घर देख्नु भएको? कत्रो ठुलो कमिलाको घर। यसमा त्यो के अरे भिडियोहरूमा हालिदिन्छ नि, त्यो मेटलको त्यो पग्लेको होला, अनि यिनीहरूको घरको स्ट्रक्चर दामी हुन्छ अरे। त्यहाँ आगो लगाइदिइरह, त्यही आगो पछि बल्झिन्छ, अनि पुरै जङ्गलमा आगो लाग्छ। डेटिङ स्पट गाइस, डेटिङ स्पट। डेटिङ गर्ने मान्छेहरू यहाँ आउँदा हुन्छ, ट्याक्कै यहाँ बस्ने, अनि डेटिङ सेटिङ यसो गर्ने हैन। हामी त अब के छ त्यहाँ? गैँडाको मल हो गाइस। दिस इज सिट साफ सिट हो। दिस इज अब कता जाने हो? जे हो जङ्गल, यही हो, पानी यही हो, बाटोले पोखरी। दिस इज ल ब्लग सक्यो गाइस, ब्लग सक्यो क्या। लड्छु क्या हो म त। ल यो हल्का क्लोजर देखाइदिउँ होइन, क्लोज भएर। होइन म कतै पनि लड्दिनँ, केटीको मायामा झन् लड्नु हुँदैन। यही हो एन्ड भ्यू। फेरि यतापट्टिबाट अर्को सिनेसु देखाइदिउँ, पात झरेको त्यहाँ
त्यो बाटो हो उता बाइक गइरहेको छु देखेन कसैले त्यहाँ मान्छेहरू त लगाए बाटो पापा का मगरमच्छ गाड़ी में जा रहा है पापा का मगरमच्छ गाड़ी में जा रहा है अरे ल दिस इज फर टुडे एउटा बोर्ड छ त्यहाँनिर केटीहरू यसो फोटो खिचेर त्यहाँनिर जाने मन लागेन मलाई म चाहिँ यसो बोर्ड देखाइदिन्छु एउटा दुइटा काठको बोर्डहरू त्यो टप सिक्रेट हाम्रो दाइले यहाँनिर मलाई के टप सिक्रेट भन्नु भइरह त्यसैले म यो भिडियो ठाउँमा खासमा नआउनु पर्ने रहेछ खास एउटा कुरा सब यहाँ सिङ्गलै छ कोही एकजना कोही छोडेर बाँकी हामी यहाँ दुईजना सिङ्गलै हो अब एकजना को मिङ्गल हो मलाई थाहा छैन होइन अनि यहाँ जो आयो कपालै कपाल थियो भनेर यो बिना काममा यहाँ मन लोभिने ठाउँ रहेछ यो हो कि होइन अनिल दाइ है यहाँ नआउनु पर्ने रहेछ हामी मगरमच्छको दुईटा आँसुमा बगाइदिन्छु यो कुरा सुनेर मगरमच्छको दुईटा आँसु बगाइदिन्छ अरे ल दिदी अघि दिसी तिनचोटि भनिसक्यो अझै नि भक्क काखेन अब सकिन्छ बिस्तारै हामी रुम पुग्नेसम्म सकिन्छ होला नि होइन सकिन्छ रुम पुग्नेसम्म सकिन्छ अघि मैले भनेको थिएँ नि यहाँ चितवनमा कल देख्न पाइन्छ रेयरली उद्याउँ धारा थुप्रै ठाउँमा यो सकिन लागिसक्यो यार आमा केटाहरू आएर पार्टी गर्नलाई केटाहरू पार्टी गर्छन् अब अनि हामी चाहिँ अब फर्किन लाग्यो अब कलको पानी खाइदिन्छु त्यसपछि म फर्किन्छु ल अब यसो फोटोसुट भइरहेको अवस्था छ आमामा हिरो बस पट्टी अब को पट्टी नै हो यहाँ चस्मा एउटा छ फोटो खिच्ने मान्छे 3 जना छ वाट इज दिस गाइज वाट इज दिस चारैतिर यहाँनिर कपालै कपाल छ यार नआउनु पर्ने ठाउँ म पनि म मेरो दाइको फोटो फेरि खिचिदिरहेको छु यहाँ मोबाइलबाट हाँस्यो हाँस्न मिलेन मुखमा गुट्का छ ओहो सेट नसुन्नु होला यो कुरो दिस इज अनएभाइलेबल थिङ के भन्छ अनरिकर्डेबल थिङ्स हो यो त रिकर्ड भयो त्यही पनि हालिदिन्छु अब यसको फोटो खिचिदिन्छु म ओ सर दामी फोटो ल गाइस फोटोसुट डन पुग्यो होला 5-10 मिनटको भिडियो त पुग्यो होला है अब काट्दिउँ होला यहीँबाट बाटोको लागि क्लिप राखिदिनु होइन भइहाल्यो नि चल्यो युट्युब यात्रा चल्यो युट्युब ज्ञानको कुरा दिनु नि यार तपाईँ अब बल्ल चल्छ होला कि मेरो युट्युब हजुर दाइ एउटा दुईवटा ज्ञानको कुरा दिनु भने बल्ल चल्नु पर्ने त युट्युबै चल्दैन त्यसरी त अरू त्यस्तै हो गाइज होइन यस्तो ठाउँमा आएपछि चाहिँ गर्लफ्रेन्ड लिएर आउनुपर्छ ट्याक्क हातमा हातमा मात्र हिँड्नुपर्छ होइन नत्र मोबाइल गतिलो लिएर आउनुपर्छ मोबाइल त गतिलै छ भाउ यस्तो राम्रो क्लिप आइरह यार होइन ल गाइज भन्नु है यो राम्रो आएको कि आएन तपाईँहरू यसो कमेन्ट गर्नु त यो क्लिप राम्रो आएको कि आएन भनेर फुटेज त राम्रै आयो होला नि त होइन मोबाइल नराम्रो भयो मोबाइल त राम्रै छ कि नराम्रो भन्नु मिल्दैन यार त अनि आउनु अघि फेस राम्रोसँग धोएर आउनु होला आउनु अघि फेस पनि राम्रोसँग धोएर आउनुपर्छ अरे उसको फेसमा खै के लागिरह मलाई थाहा होइन हाम्रो फेस त राम्रो छ के अरे हामी दिनदिनै नहुने मान्छे अब धेरै डिटेलमा नजाउँ होला म कति पछि आज नआएको भन्नु न कति पछि आज नआएको जति पछि नआयो भने आज नआएको होइन गर्मीमा 1 महिना जाडोमा वर्ष ल गाइस ल मैले यहाँ इन्ड गर्नुपर्ने हुन्छ भिडियो मैले देख्न सकिने यो ठाउँ सक्यो ल म बाहिर निस्केपछि भिडियो गर्छु अब है ल त्यहाँनिर गाइस हाम्रो वाइल्ड लाइफ फोटोग्राफर छु देख्नुभयो होला त्यहाँ बिचमा त्यहाँ कपालहरू छ त्यो डेटिङ गरेर चाहिँ वाइल्ड लाइफ फोटोग्राफर मुलाका साग आमा हेर्न तर कस्तो दाम दाइ यसको कस्तो राम्रो आएको त यार पुरा फिल्मको जस्तो आयो हेर्नु त भयो कि भयो आउनु न गाइज मेरो यहाँ डाइरेक्टरले मलाई यहाँ सिनेमेटिक क्लिपहरू दिइरह होइन डाइरेक्टरले म यहाँ हिँडेर आउँछु के भन्छ मेरो डाइरेक्टरले भनेको म मान्छु यहाँनिर यो ब्लग यो के भन्छ यो सिन चाहिँ ट्याक्कै युट्युबमा आउँछ है गाइज हेर्नु होला ए युट्युबमा होइन टिकटकमा आउँछ टिकटकमा हेर्नु यस्तो गरेर बनाइराख्यो नि त युट्युबमा हाल्न मिल्दैन कि त्यही भएर है ल सो गाइज मेरो डाइरेक्टरले मेरो क्लिप लिइसक्नु भएको छ अब यो क्लिप कस्तो आउँछ के आउँछ मलाई थाहा छैन होइन आई विल डु दिस अब यो के भन्छ पछाडि पनि लिइरहेको थिएँ म यसो तल राखिदिएँ क्या मैले त्यो लियोस् न म त फेरि होइन मेरो डाइरेक्टरले पछाडिबाट भिडियो लिएको छ होइन अब भिडियो कस्तो आउँछ म यो टिकटकमा हाल्छु ल टिकटकमा हेर्नुपर्ने हुन्छ है तपाईँहरूले यो अब टिकटक भनेपछि त फेरि गाह्रै पर्न जान्छ तै पनि हाल्छु म डोन्ट वरी आई विल किप इट नत्र ओभर एक्टिङको 10 रुपियाँ काट्छु है रुइसक्यो फेरि मेरो पनि चाहियो अरे ठिक छ म दिन्छु डोन्ट वरी म दिन्छु ल सुपर सिनियर वाट डु यु से लिने कि नलिने अब
रुम त नभए ओह ल मान दिया बच्चे का कहना मान दिया हमने हो क्या हो ल अब यहाँ हल्का डाइरेक्टर साहबको पनि भिडियो बनाइदिनु पऱ्यो यहाँनिर डाइरेक्टर साहबले कतिजनालाई अब के भन्ने हो यो भिडियो हाल्दै आइसकेर चल जा पानीमा गएर राम फाल्नु डाइरेक्टै ओ तपाईँ आउनु ओ डिरेक्टर कम हियर आई विल टेक केयर क्लिप ल म यो डिरेक्टर साहबको पुरा एकदम दिइसकेर अनि बल्ल म भेट्दै यहाँनिर एउटा माछा मार्ने राम्रो तरिका अपनाएका रहेछन् यार त्यहाँ बोतल छ त्यो बोतलमा दुलो पारिदिएको होला तल्लोपट्टि त्यहाँनिर सब माछा आउँछ अनि निस्किनै पाउँदैन एयर भाल पनि बनाएको छ माथिबाट दुलो पारेर यस्तो टेक्निक छ यो छेउको भ्यू पोखरीको डिरेक्टर साहबले मेरो त्यहाँ एउटा फोटो लिनुभएको नि डिरेक्टर साहबले मलाई अब भन्दा डिरेक्टर भनेको डिरेक्टर हो हामी भने हिरो भनेको हिरो हो अनि हिरोको अनुहार राम्रो हुन्छ डिरेक्टरको अनुहार राम्रो हुँदैन मान्नु पर्यो नि त्यो कुरो त वेलकम टु माई ब्लग वेलकम टु माई फिफ्थ ब्लग अब बाई बाई हो यहाँबाट सक्यो अब हाम्रो ब्लग यहाँ यति थियो होइन सक्यो आजको हाम्रो टुर यति थियो अब म दाइको घर दाइको रुम छोडिदिन्छु अनि त्यसपछि हामी दुईहरू जान्छौँ कता जान्छौँ के गर्छौँ थाहा छैन तर जान्छौँ गन्तव्यमै जान्छौँ अन्तिम आफ्नो रुममा होइन यही हो सो अब त्यहाँ यही हो सो दिस मच उता फुटबल ग्राउन्ड छ त्यो बाटोली पोखरी भनेको यति थियो त्यहाँ पोखरी त्यहाँ धन्यवाद पनि लेखिरहेको थियो त्यहाँ ढोकामा धन्यवाद पनि लेखिरहेको सो नाउ धन्यवाद गाइज एउटा अचम्म पर्ने कुरा छ त यहाँनिर थाहा तपाईँहरूलाई फर्किँदा अन्तिम हामीले जस गैँडा चाहिँ देख्यौँ है दिस इज द थिङ गाइज सक्यो है घुम्यो है घुम्यो ल हामी अब फर्किन्छौँ ल अब हामी भूत बङ्गला हेर्न गइरहेछौँ ल भूत बङ्गला कता हो भूत बङ्गला कता हो ए बाटोमा छ कि एउटा चुडेलहरू बस्ने ठाउँ चुडेलहरू बस्ने ठाउँ रे चुडेल गाइस चुडेल भन्ने ठाउँ हामीले देखाइदिन्छन् ऊ सब्जी वहाँ पे देखाएंगे आपको गाइस यहाँनिर भुत्नेहरू बस्छ यही हो नेपालको तोप फाइनली के होइन रुम आइसक्यो यति देखाइदिएको इन्डिङ ब्लग भएन भन्थ्यो कतिले त्यो इन्डिङ गरिदिनु लाग्यो झ्याउरे पारामा इन्डिङ गरिदिनु लाग्यो गाइस हाम्रो हवेली आमा बिहान ढोका त्यसरी खुलेको त्यसरी खुलिरहेको